कति समय बितिसक्यो होला यो सहरमा। भिड छ, बत्ती छ, सबै कुरा त छ यहाँ। तर पनि मनमा किन छ यो खालीपन? यहाँ कसैलाई थाहा छैन, मलाई थाहा छैन, उसलाई थाहा छैन म यहाँ किन छु, म के खोज्दैछु, केही थाहा छैन। हाम्रा सपनाहरू त ठुला छन् होइन र? तर जतिपटक केही गर्न खोज्छु सबै कुरा अल्झिएर जान्छ, हातबाट चिप्लिए जस्तो। म धेरै पटक रोएको छु यही मेरो कोठामा। बाहिर हाँसेको अभिनय अनि भित्र यो मनको कोलाहल। म सम्झन्छु बाबाको त्यो न्यानो आवाज अनि आमाको हातको खाना। तर अब त त्यो सब सम्झनामा मात्रै छ। कहिलेकाहीँ लाग्छ म हार्दैछु अनि यो सहर जित्दैछ, अनि त्यही सहरको भिडमा अरूसँगै म पनि त हराउँदैछु। तर फेरि यही कोठामा म आफैलाई सम्झाउँछु कि यो यात्रा भनेको यस्तै त हो नि। सुरुवातमा कसैको साथ हुँदैन, तर अन्त्यमा आफू नै सबैभन्दा ठुलो साथ बन्छ। आज पक्कै नहोला, सायद भोलिपल्ट। यति जान्दछु कि म सफल हुनेछु। म भित्रको डर भन्दा पनि बलियो हुनेछु। सपना देखेको छु भने त्यसलाई पुरा गर्न पनि सक्छु। त्यसैले म फेरि उठ्छु, एकपटक फेरि प्रयास गर्छु। किनभने म सहरमा एक्लो भए पनि आशामा धेरै साथ छन्, अनि त्यो नै मेरो शक्ति हो। धेरै माया।